यसरी रमाइलो भइरहेको रहेछ। हामी पुग्नुभन्दा अगाडि नै त्यसपछि हामी धुतैली आमा समूहसँग मिसिएर नाच्ने र गीताउने गरियो होइन। रमाइलो हुँदैछ, मामाहरू नाच्दै हुनुहुन्छ। मलाई त्यो बिचमा खोज्न सक्नुहुन्छ, मलाई हेर्नु होला है, खोज्न कतापट्टि परेछु। त्यसपछि नाच्दा नाच्दै एकैछिनपछि फाइनली हाम्रो खाजा आयो, मिठो मिठो रम। त्यस कसैले बियर पनि खाँदै र खाजा खाने पनि भइहाल्यो। त्यसपछि हामी फुपूहरूसँग बसेर खाजा खाँदै हेर्नु न हेर्नु साथीहरू, यति मिठो खाजा देखेपछि कसको मक्कै बसेर रमाइलो गरियो। त्यसपछि नाच फेरि पनि नाच सुरु भइसक्यो होइन। हाम्रो मामाको नाच्दै आउँदै 4वटा फोटो अनि खिचेँ होइन। ग्रुप फोटो खिच्न भ्याए। यो फोटोमा को पढ्नु भएको छ यसो कमेन्ट डाउन गर्नुहोस् है प्लिज साथीहरू। त्यही फेरि हाम्रो बन्दीपुरे दाई सोल्टीहरूले गीत आउनु भएको गीतमा चाहिँ बास गएर तनौ ब्यासको आमाहरू दिदीहरू नाच्दै हुनुहुन्छ। त्यसपछि लगभग 2-3 मिनटपछि मेरो नाच्ने पालो आयो होइन। म चाहिँ नाचिरहेको छु चेक सर्ट लगाएर, निलो चेक सर्टमा फनाना भन्दै नाचेको छु होइन। मलाई त खासै नाच्न त आउँदैन। गाउँमा मथेहरू आमाहरूसँग नाचेको देखेर सिकेको र नाच्ने गर्ने थिएँ। तर अचानक त्यहाँ गएर नाच्ने मन लाग्यो अनि ग्रुपमा बसेर नाचेको थिएँ। तर यसलाई ग्रुप डान्स भनेको चाहिँ कुन खाले चुड्का भनिन्छ साथीहरू, कमेन्ट गरिदिनुहोस् है। खासमा मलाई आफ्नो डान्स देखेर आफूले हाँसो लागिरहेको छ साथीहरू। तर लास्टमा आउने बेलामा चाहिँ हाम्रो बेसर तमु समाज बेसर टु समाजसँग हाम्रो धोत्रे तमु समाजको टक्कर भयो है। साथीहरू हेर्नुहोस् चाहिँ कति समदार कम परिरहेको आउने बेलामा चाहिँ हामी विदायमा चाहिँ हाम्रो मामाहरूको जोसिएर चुड्का गीत निकाल्दै हुनुहुन्छ, चुड्का गीत गीताउँदै हुनुहुन्छ होइन। अब चाहिँ म मामाहरू एकदम जोसिनु भएको छ। जाने बेलामा चाहिँ दिदीहरू आमाहरूले चाहिँ बाटो छेक्ने चलन रहेको रहेछ होइन हाम्रो गुरुङहरूको। त्यसमा चाहिँ बाटो छेक्दै गीत मार्फत चाहिँ बाटो भन्नाले बिदाई माग्दै हुनुहुन्छ हाम्रो मामाहरूले। तर लास्टमा चाहिँ हाम्रो मामा गाउँसँग गएको खोइमा चाहिँ रमाउने खोइमा चाहिँ एकदम सोचेको भन्दा अत्यन्तै रमाइलो भयो साथीहरू। अब अर्को ब्लगमा भेट्ने बाचा चाहिँ अहिले नै सकिसक्यो बनाएको ब्लगलाई सबैजना